किताब बेच्दाखेरि दुईटा फाइदा छ। एउटा रमाइलो हुन्छ किताब बेच्दाखेरि, अर्को कुरा दिनमा 1-2 लाख रुपियाँ, 2-3 लाख, 3-4 लाख रुपियाँ सञ्चय कमाइन्छ। अब 3-4 लाख रुपियाँको त साधारण बेचिन्छ क्या दिनमा, अनि त्यो 3-4 लाख रुपियाँ कमाउने समयमा सुतेर बस्ने अनि अरूको रोजीरोटी खोज्नु भएन नि त मान्यज्यू। कसको रोजीरोटी? किताब बेच्नेहरू त अरू पुस्तकालय छन्। किताब बेच्नेलाई पनि दिएको छ मैले। किताब बेच्नेलाई एउटा किताब बेचेको 50 रुपियाँ लिऊ भनेको छु। अब केही किताब पसलेहरूले बेचिरहेछन् 50 रुपियाँ नाफा लिएर। तर तपाईसँगै आफै जाँदा सडकमा अनि तपाईसँगै आउँछ लगिरहेछ यहाँ काठमाडौँ खोसियो भन्ने छ गुनासो। त्यो रोजीरोटी खोज्ने भन्नेले चाहिँ मेरो रोजीरोटी खोज्न खोज्या हो, खोज्न नसकेर हैन। अब उनीहरूले कति माग्छ? 30% माग्छ, 25%। मैले भनेको अरे बाबा 10% खाऊ। एक किताब 10% खायो भने कति हुन्छ? 75 रुपियाँ आउँछ एउटा किताब। एउटा किताब राखेर एउटा किताबमा 75 रुपियाँ नाफा खाने भनेको ठुलै कुरा हो त। 10%सम्म खाऊ भन्दाखेरि कोही मानेन। र अहिले चाहिँ खुसीले चाहिँ 50 रुपियाँ किताबमा एउटा 750 रुपियाँमा 50 रुपियाँ खायो भने अब धेरै किताब बेच्यो भने धेरै फाइदा आउँछ। बेचिरहेछ त यो काठमाडौँ यो बजारतिर 4-5 वटा पसलेहरूले अब हप्तामा 30-40 वटा किताबहरू बेचिरहेछ। हजुरलाई कहिले किताब बेच्न जाउँ जस्तो लागिरहेछ क्या? लाग्दैन मानेज्यू। यो अब राष्ट्रपतिलाई पठाइएको जुन संवैधानिक परिषद सम्बन्धीको अध्यादेश आज उहाँले गर्नुभएछ, पेश सदर गर्नुभएछ, के भन्नुहुन्छ? जारी गर्नुभएछ। जारी गरेकोलाई के भन्ने के? जारी गर्नुभयो, ठिक छ, जारी गर्नु। एकपटक फर्काइदिनु अब त्यो कुरा मैले हेर्दिनँ, त्यस्तो कुराहरू हेरेँ मैले अहिले सुनेको पनि छैन। फर्काएको हो भने ठिक छ। अब यहाँ त जिल्लामा पुगेर आउनुभयो होइन, संसद चल्दैछ, के छ गुनासा? जिल्लाका के छन्, के राख्नुहुन्छ? जिल्लाको गुनासा पोका छन् क्या हो? मुरी गुनासाहरू छन्। अब हेर्दै जान्छौँ। मेन चाहिँ के गरिदिए हुन्थ्यो भन्ने अपेक्षा छ जिल्लाको सबैको, मेरो जिल्लाको मात्र होइन सम्पूर्ण जिल्लाको मान्छेको कुरो के हो भने घर घरमा चाहिँ पिच बाटो आओस्। त्यही हो मेन कुरा। समस्या छैन पिच बाटोको समस्या होइन, अरू पनि छ समस्या, थुप्रै समस्या सबैको जनताको। अनि डोजरको डर छ कि छैन जिल्लातिर? डोजरको किन डर हुने? सुकुम्बासीहरू डोजर भन्ने बित्तिकै अहिले त्यस्तो हुँदैन जिल्लातिर। गाउँघरतिर त्यो जग्गा त्यत्तिकै खाली आन्दोलनमा उत्रिएका छन्। जग्गा चाहिँ खाली जग्गा छ त किन डोजर लाउनु पर्यो त्यो खाली जग्गा? पोखराबाट आन्दोलन सुरु भइसक्यो। पोखरा त बजार हो नि त, सहर हो, सहरमा हो त्यस्तो डोजर लाउनु पर्यो।